नेपालमा अनेकौं किसिमको घटनाहरू घट्छन्। वैदेशिक रोजगारको सिलसिलामा यो भन्दा पहिला कोरिया पठाउँछु भनेर विराटनगर ओह्रालेका थिए। त्यो घटना पनि हामीले नै प्रसारण गरेको थियौं। त्यस्तै घटना दोहोरिएको छ अहिले। उहाँलाई अजरबैजान भनेर चाहिँ पठाउनको लागि पुरै डकुमेन्ट कागज सब दिएर एयरपोर्टसम्म भित्र जान दिएछ। पनि 4 जना हामी टोटल। आमामामा 4 जनाको 5 लाख लियो भने 4 5 20। तपाईले ठग्यो भनेर तपाईले आरोप लाउनु भएको हो? हजुर, ठग्यो भन्दा पनि अब ठगेकै त हो नि। पैसा प्रमाण निकाल्नुस्। तपाईले ब्याग बुक राख्नु प्रमाण छ तपाईसँग? प्रमाण सबै छ। निकाल्नुस्। लु यसरी तपाईले अरूले ठग्यो भन्नु पाउनुहुन्न नि फेरि? सबै छ। छ प्रमाण? सबै छ। प्रमाण छ? हजुर हजुर। लु प्रमाण छ भने ल। यसरी आरोप लाउनु मिल्दैन कसैलाई है। हेरौँ अब हो होइन रहेछ। जसो पनि पक्कै पनि तस्बिर आफै बोल्छ। ठगेको हो या होइन? ल्याउनु त। यो ए उतल फोटो झरे ल दिनुहोस् न। लु यहाँ ल्याउनु। अलि त यो मान्छे हो? यही मान्छे? हजुर यही मान्छे। एकछिन फोटै प्रिन्ट गरेर शङ्कर तामाङ। हजुर। यहाँ हेर्नु त। आमा खै यो डकुमेन्ट चाहिँ हेरौँ त के बनाएको रहेछ। हेर्दा त नि प्योर ओरिजिनल जस्तो छ त नि डकुमेन्ट त। यो प्रिन्ट चाहिँ मैले लेखेर मैले त्यहाँनिर पुलिस स्टेसनमा सोद्धाखेरि पुलिसहरूले भन्नुभयो कि क्राइम गरेको भए त टास्नु, अब यो सानोतिनो केसमा त किन टाँसिराख्नु हुन्छ त्यतिसम्म भन्यो। हजुर। यो कहाँ सानोतिनो केस हो? यो चाहिँ कसले लेखेको यो भाइ? यो मैले नि लेखेको, नेपाली हल्का प्रब्लम छ त्यही पनि मैले। ठिक छ। यो प्रब्लम दिइसक्नु भयो ठग भनेर? हजुर। हेर्नुहोस् सबैतिर साँच्ची नै सत्य नै रहेछ। एजेन्टले ठगेकै रहेछ। हेर्नुहोस् प्रहरी प्रशासनदेखि विभिन्न निकायमा उहाँले बुझाइराख्नु भएको छ, देखाइराख्नु भएको छ मलाई ठग्यो भनेर। यस्तो ठग। अनि ह्युमन रिसोर्स एचआर एसिस्टेन्ट म्यानेजर पो छ त हो सायद। यो उहाँको अजरबैजानको कम्पनी हो भनेर दिनुहुन्छ। आमामा सायद कन्स्ट्रक्सन्स कम्पनी। हजुर भनेको छ। अब यो गुगलमा हेरौँ यो सायद कन्स्ट्रक्सन कम्पनी अजरबैजान छ सायद। यो गुगलबाटै मैले चेक गरेको थिएँ, भेटिन तर यो गुगलमा छैन। भेटिन। है? हजुर हजुर। जुम गर्नु होला अलिकति। यो देखाउनु भयो उहाँले। अर्को पनि देखाउनुहोस्। जुम गर्नु होला। बिस्तारै देखाउनुहोस्। बाबा तपाईको 5 लाख कति भन्नुभयो? 5 लाख भन्नु। 5,75,000 ब्याङ्कमा अनि क्यास 25,000। 6 लाख। हजुर। 6 लाख पैसामा यो फोटो मात्रै पाउनु भयो। अरू साथीहरुले चाहिँ कति लिएछ? अरू साथीहरुलाई सोधेको त्यति नै भन्नुभयो। 6 लाख। हजुर। 4 जना। हजुर। उहाँहरुको एजेन्ट चाहिँ फाल्टै। उहाँ चाहिँ अब आफ्नै त्यहाँ गाउँको भएर उहाँको फ्लाइट पनि एकदम यो टाइममा फ्लाइट छ, तपाई एयरपोर्टमा जानुस्, फ्लाइट लिनुस् भनेर उहाँ एयरपोर्ट पुग्यो। तर एयरपोर्ट पुगिसकेपछि एयरपोर्टबाट उहाँलाई फर्काइदियो। अब कुरो के रह्यो त? एयरपोर्टबाट चाहिँ किन फर्काइयो त? उहाँ जानुपर्ने अजरबैजान। एजेन्टले त सबै डकुमेन्ट मिलाएको थियो, तर एयरपोर्टबाट फर्किन बाध्य भयो। मानौ अजरबैजान उडेको मान्छे एयरपोर्टबाटै फर्क्यो। नमस्कार सर। नमस्कार। के नाम हो तपाईँको? वीरबहादुर तामाङ। हजुर। तपाईँ अजरबैजान हिँडेको मान्छे? हजुर। फ्लाइट छ भन्यो? हजुर। घरबाट टिकट आलो लाएर सबै मस्त भएर हिँड्यो? हजुर। एयरपोर्टबाट फर्काइदियो। भिसा लाग्दैन त्यहाँनिर भनेर, वर्किङ भिसा लाग्दैन भनेर फर्काइदियो। अरू के भन्यो? अब तपाईँको त्यहाँ हामी छिर्यौँ, बिहान छिरेपछि उताबाट यो भिसा त होइन भनेर पेपर चेक गरिसकेपछि पठाइदियो त्यहाँबाट। हामीलाई त्यही पनि एजेन्टले बसिराख सेटिङ मिलाउँछु भन्दै हुनुहुन्थ्यो। त्यस पछाडि हामी त्यहाँ बसिराख्ने क्रममा उहाँको त्यहीबाट भित्रबाट त्यहाँको स्टाफले भन्नुभयो तपाईँहरू नबस्नु, एजेन्टले घुमाएको हो, तपाईँहरू यहाँ बसेर केही फाइदा छैन, तपाईँहरू जानुहोस् भनेपछि हामी एयरपोर्टबाट बाहिर आएको हो। त्यसैको क्रममा अब त्यो एजेन्ट चाहिँ हाम्रै गाउँको हो, मामाकै छोरा पर्ने हो, आफ्नै मान्छे हो। भोलिपल्ट म जान्छु भन्दा रातारात त्यो भागेर यहाँ काठमाडौँ आएको छ। अब त्यही क्रममा अहिले खोज्ने क्रम जारी नै छ। त्यहाँ वैदेशिक रोजगार आउने मैले पेपरहरू बुझाएको छु। त्यो एयरपोर्टमा चाहिँ तपाईँलाई के भन्यो? यो भिसा लाग्दैन अजरबैजानमा, वर्किङ भिसा लाग्दैन, डकुमेन्टहरू ओरिजिनल होइन नक्कली हो भन्ने। तपाईँले देखाउनु भयो? हजुर, सबै देखाएको। होइन तपाईँको आफ्नै मान्छे? आफ्नै मान्छे। मामाको छोरो? मेरो आमा पनि घिसिङ,
उसको बुवा पनि घिसिङ भएर अनि आफ्नै पर्या हो ए जस ओल्लो घर भित्रको पल्लो घर हजुर आफ्नै पर्ने हो ए ओल्लो घर पल्लो घर हजुर। छिमेकी आफ्नै भित्रको मामाको हजुर, छोरो हजुर राम 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 पैसा चाहिँ कति दिनु पर्यो टोटल दिएको त एकाउन्टमा पठाएको 5,75,000 25,000 क्यास हेर्नुहोस् दुश्मन खोज्नु टाढा जानु पर्दैन भन्थे तर अहिले ठग खोज्नको लागि पनि टाढा जानु पर्दैन वैदेशिक रोजगारले निम्ति आएको डरलाग्दो घटनाहरू सायद नेपालमा गन्नु पर्यो भने सायद गनिसकिँदैन होला त्यति डरलाग्दो घटनाहरू घटेको छ तर ठग पनि आफ्नै आफन्तभित्र हुँदो रहेछ अब आफ्नै फुपूको छोरा तपाईँ आफ्नै फुपूको छोरालाई अजरबैजान पठाइदिन्छु भनेर पैसा लिएछ ठिकै छ पैसा लियो पठाइदिएको भए त हुन्थ्यो तर दुःखको कुरो के भयो भने पठाउनु त टाढाको कुरा हो भयभरको डकुमेन्ट सबै नक्कली बनाएर एयरपोर्टसम्म पुर्यायो कति घन्टा पर्खिनु भयो 4-5 घन्टा 4-5 घन्टा पर्खिनु भयो हजुर 4-5 घन्टा पर्खिनु भयो तपाईँलाई त अब उडिन्छ नै होला गएर काम गरिन्छ नै होला भन्ने भइरहेको थियो नि अब बाहिर जानु पाइने पाइने भयो। नेपालको यस्तै छ बेरोजगारी हालत केही अब जीवनस्तर हुकास छु भन्ने नै थियो होला तपाईँलाई होइन अब अन्तमा एयरपोर्टको मान्छेले तपाईँको डकुमेन्ट सबै फेक हो तपाईँ घर फर्किनुहोस् भन्दा त छाँगाबाट झरे जस्तै भयो हजुर हजुर होइन त्यो मान्छे अहिले कहाँ छ त्यो मान्छे अहिले सुन्नेमा आएको छ यहाँ सूर्य विनायक बस्छ भनेर भक्तपुर सूर्य विनायक अँ हजुर बस्छ भन्ने सुने हो अँ अब खोइ त्यहीँ बस्छ कि अब त्यति फिक्स चाहिँ छैन तर यताउति कुरा सोद्धाखेरि चाहिँ त्यहाँ बस्छ भन्ने त्यो मान्छेले तपाईँलाई मात्रै पठाउनु आँटेको कि अरू पनि थियो अरू पनि 4 जना हामी टोटल आमामामा 4 जनाको 5 लाख लियो भने 4-5-20 तपाईँले ठग्यो भनेर तपाईँले आरोप लाउनु भएको हो हजुर ठग्यो भन्दा पनि अब ठगेकै त हो नि पैसा कसैले प्रमाण निकाल्नुहोस् तपाईँले ब्याग बुक राख्नु प्रमाण छ तपाईँसँग ठगेको सबै छ निकाल्नुहोस्, सबै छ निकाल्नुहोस् त लु त लु यसरी तपाईँले अरूले ठग्यो भन्नु पाउनुहुन्न नि फेरि सबै छ छ प्रमाण सबै छ प्रमाण छ हजुर हजुर लु त लु देखाउनुहोस् प्रमाण छ भने ल यसरी आरोप लाउनु मिल्दैन कसैलाई है हेरौँ अब हो होइन रहेछ जसो पनि पक्कै पनि तस्बिर आफै बोल्छ ठगेको हो या होइन खै ल्याउनु त यो यो ए उता फोटो झरे ल ल ल गरिसकेर दिनुहोस् न के लु लु यहाँ ल्याउनु अलिअलि त यो मान्छे हो यही मान्छे हजुर यही मान्छे एकछिन फोटै प्रिन्ट गरेर शङ्कर तामाङ शङ्कर तामाङ हजुर यहाँ हेर्नु त आमा खै यो डकुमेन्ट चाहिँ हेरौँ त के बनाएको रहेछ हेर्दा त नि प्योर ओरिजिनल जस्तो छ त नि डकुमेन्ट त यो प्रिन्ट चाहिँ मैले लेखेर मैले त्यहाँनिर पुलिस स्टेसनमा सोद्धाखेरि पुलिसहरूले भन्नुभयो कि क्राइम गरेको भए त टास्नु अब यो सानोतिनो केसमा त किन टाँसिराख्नु हुन्छ त्यतिसम्म भन्यो हजुर यो कहाँ सानोतिनो केस हो यो चाहिँ कसले लेखेको यो भाइ यो मैले नि लेखेको नेपाली हल्का प्रब्लम छ त्यही पनि मैले ठिक छ हजुर यो प्रहरीले पनि दिइसक्नु भयो ठग भनेर हजुर हेर्नुहोस् सबैतिर साँच्ची नै सत्य नै रहेछ एजेन्टले ठगेकै रहेछ हेर्नुहोस् प्रहरी प्रशासनदेखि विभिन्न निकायमा उहाँले बुझाइराख्नु भएको छ देखाइराख्नु भएको छ मलाई ठग्यो भनेर यस्तो ठग अनि ह्युमन रिसोर्स एचआर एसिस्टेन्ट म्यानेजर पो छ त हौ सायद यो उहाँको अजरबैजानको कम्पनी हो भनेर दिएको आमामा सायद कन्स्ट्रक्सन्स कम्पनी हजुर भनेको छ अब यो गुगलमा हेरौँ यो सायद कन्स्ट्रक्सन कम्पनी अजरबैजान छ सायद यो गुगलबाटै मैले चेक गरेको थिएँ भेटिन तर यो गुगलमा छैन छैन भेटिन उहाँै हो है हजुर हजुर जुम गर्नु होला अलिकति यो देखाउनु भयो उहाँले अर्को पनि देखाउनुहोस् जुम गर्नु होला बिस्तारै बिस्तारै देखाउनुहोस् बाबा तपाईँको 5 लाख कति भन्नुभयो 5 लाख 5,75,000 ब्याङ्कमा अनि क्यास 25,000 6 लाख हजुर 6 लाख पैसामा यो फोटो मात्रै पाउनु भयो अरू साथीहरूले चाहिँ कति लिएछ अरू साथीहरूलाई सोधेको त्यति नै भन्नुभयो 6 लाख हजुर 4 जना हजुर उहाँहरूको एजेन्ट चाहिँ फाल्टै ए उहाँ चाहिँ अब आफ्नै त्यहाँ गाउँको भएर ल अब यहाँ हेर्नु है के भनेको छ यु विल बी पेड अस फलोवर्स बेसिक स्यालेरी पिएम भनेको छ सायद अझ पैसा होला 1200 लेखेको छ होइन फुड प्रोभाइड बाई कम्पनीले खाना दिने रे वर्किङ 8 घन्टा 6 डेज होइन ओभर टाइम पनि लेखिदिएको रहेछ आमा हो अनि डकुमेन्ट त यो बुझेँ कि मैले हजुर यो सायद
कन्स्ट्रक्सन कम्पनी अजरबैजान लेखेछ यो दुनियाँमै नभएको कम्पनी होला सायद सायद मलाई पनि त्यस्तै लाग्छ होइन हजुर यहाँ तर उयो पनि राख्दै रहेछ त नि इमेल पनि रहेछ सायद कन्स्ट्रक्सन कम्पनी azerbaijan.com मा यो कम्पनी छ होला यो कम्पनीको चाहिँ कुरा यो कम्पनी चाहिँ उनीहरूले यो कम्पनीको नाम बेचेर चाहिँ मान्छे ठग्ने काम गरे हो कि जस्तो लाग्यो किनभने यहाँनिर सबै छ इम्प्लोइमेन्ट एग्रिमेन्ट एउटा इन्डियन पनि छ मेन यो डकुमेन्टहरुको काम गर्ने हेर न बकाइदा बनाइदिएको रहेछ नि त हेर नि द इम्प्लोइ इज बिङ इम्प्लोइ अस जेनरल वर्कर मा चाहिँ जान पठाउनु खोजेको रहेछ हैन जनरल वर्करमा उहाँले भन्नुभएको तर म खासमा भन्नु वेयर हाउसमा जाने भनेको उहाँले यो गरेर म पढाउँछु उहाँनिर सेटिङ मिलाएर म तपाईलाई वेयर हाउसमा काम लगाइदिन्छु भन्नुभएको टाइप अफ इम्प्लोइ एग्रिमेन्ट पनि छ यहाँनिर है हेर्नु त द इम्प्लोइ विल स्टार्ट वर्किङ फर द इम्प्लोइ when they get employment visa and continue until enter the employer or the employment and still relationship the employee has legal right to work in Azerbaijan भनेर लेख्दै गरेछ म हो अनि यो चाहिँ लो यो मेरो पुलिस रिपोर्ट ए यो त ओरिजिनल पुलिस रिपोर्ट हो हजुर यहाँ होला यसको ठिक छ हेर्नु न सबै छ यहाँ यो टिकटहरु देखि टिकट पनि छ टिकटहरु कुन एयरलाइन्सको टिकट हो यो चाहिँ एयरलाइन्सको पनि छ हजुर सबै छ यहाँ हेर्नु त एयरलाइन्सको टिकट चाहिँ ओरिजिनलै रहेछ टिकट ओरिजिनलै होइन होला त्यो पनि यो होला यो टिकट यहाँ छ यो हजुर कुन एयरलाइन्सको टिकट हो यो इन्डिगो हजुर केटिएम टु दिल्ली ए दिल्लीसम्म मात्रै दिल्लीबाट बाकु अजरबैजान ए दिल्लीबाट बाकु हजुर अनि यो टिकट ओरिजिनल हो त तपाईले नेटमा चेक गर्नुभयो मैले त्यहाँ गएर सोधेको देखाएको तपाईको यो डकुमेन्ट फिर्ता छ यो राम्रो छैन भनेर फिर्ता गर्दै मलाई त्यहीदेखि यो टिकटहरु चेक गरेन उहाँले टिकटहरु त ठिकै छ भनेर कुरा गर्नु उहाँको स्टाफले तर जुन हाम्रो जुन भिसा छ नि यो टिकटहरु जो भिसाको पेपरहरु यिनीहरु गलत छ एउटाकोमा अब यो मेरो यो जति डकुमेन्ट छ नि अर्कोको डकुमेन्ट चेक गर्दाखेरि भिन्न भिन्नै छ भन्ने कुरा भयो भनेपछि यो टिकट ओरिजिनलै हो त हजुर तपाईले चेक गर्नुभयो त मैले चेक गरे छैन अब आफ्नै मान्छे किन चेक गर्ने मामाको छोरो खा जान्छ सबै थोक भइहाल्छ विश्वासले गर्दा तर यो डकुमेन्ट विश्वासले गर्दाखेरि आज यो हालत हुनुभयो हजुर यो टिकट नि ओरिजिनल जस्तो त लागेन हौ मलाई त यहाँ हेर्नु न यो टाइम डेट के पनि लेखेको छैन 6 टाइमिङ यहाँ होला तल ए हो 2:27 अक्टोबर हजुर फेक पनि हो अहिले नोभेम्बर हैन 27 भनेपछि 1-2 हप्ता भयो हजुर देर भएको छैन तपाईले कहाँबाट हो तपाईलाई यो दिइसके पछाडी उ सम्पर्क बिन भएको छैन होइन सम्पर्क पनि आको हो उहाँ घरमै हुनुहुन्थ्यो अनि हाम्रो घरको मान्छेले गएर उहाँलाई पक्रेर राख्दाखेरि अब आफ्नै मान्छे कहाँ चाहिँ भागेर जानुहुन्छ र भन्दाखेरि भोलिपल्ट रातारात नै भागेर काठमाडौँ आयो अनि 1 हप्ता मलाई टाइम दिए म 1 हप्ता भित्रमा म त तेरो पैसा सबै फिर्ता गरिदिन्छु भनेको थियो तर 1 हप्ता बित्दै गएपछि फोन सबै अफ मान्छे पनि कन्ट्याक्ट दिन भएर अब सबैतिर गएको वैदेशिक रोजगारमा पनि गए त्यहाँ 1 हप्ता भयो आज त्यहाँ निवेदन दिएको त्यताबाट पनि केही आएन निवेदन दिएको तपाईको प्रोसेस हुन्छ तर टाइम लाग्छ यताउति सोध्दाखेरि टाइम चाहिँ निकै लाग्छ 3-4 महिनादेखि मान्छेहरु त्यतिकै बसिरहेको छ म त्यहाँ हेर्दाखेरि पनि 4-5 मान्छे थियो कसरी तपाईलाई चाहिँ कसरी यो लाने भन्यो किनभने अहिले अजरबैजानको लागि त हजुर लिगल्ली छैन उहाँले भन्यो उहाँ मेरो चिनेको मान्छे छ कन्ट्याक्टमा छ यो कम्पनीको मान्छे हो कम्पनीको मान्छे सबै चिनेको छ म तँलाई यहाँबाट भिजिटमा पठाउँछु भिजिटमा पठाएर उहाँनिर तँलाई म काम लगाइदिन्छु उहाँको आइडी सबै म दिन्छु त चिन्ता नगर ढुक्क भएर बस भनेको थियो अब आफ्नो मान्छे विश्वासले दिए भिजिट भिसामा पठाउने त्यहाँ उतै काम लगाइदिने भनेर फसाउँदो रहेछ हजुर यो ठगले हजुर धेरैलाई गरेको छ यस्तो 2-4 जना साथीहरु पनि भेट भएको छ 2-4 जनाको 2 वर्ष हजुर सबैजना साथीहरु आइदिनु होला म सिधै भन्छु के भन्छ तपाईहरुको पनि 2 वर्ष 3 वर्षदेखि पैसा खाइरहेको छ यो मान्छे यो शंकर तामाङले तपाईहरु पनि आइदिनु होला हेर्नु होला चिन्नुहुन्छ भने शेयर गरिदिनु होला आफ्नै मान्छे कन्ट्याक्ट गरिदिनु उहाँहरुले कन्ट्याक्ट नम्बर छोडिदिनु हुन्छ यो मान्छेको मलाई अरु केही नभए पनि यो मान्छेलाई एकचोटी मलाई फेस टु फेस हेर्न मन छ तपाईहरुले त्यति चाहिँ गरिदिनु होला बस यो आफ्नै मान्छे भनेर जोगाउने कुरा हुँदैन किनभने हुनु त तपाईको मामाको छोरो रहेछ हजुर छोरै भए पनि के गर्नु त अब कामै यस्तो गरेपछि हैन त
र उहाँले प्रश्न भनिहाल्नुभयो टाढाको मान्छे पनि होइन आफ्नै मामाको छोरा हो र अजरबैजान पठाउँछु भनेर 6 लाख लिएकै हो बरी अजरबैजान सबै त्यही देखिहाल्यो त्यसपछि त घर फर्किनु पर्यो नि त घरदेखि त पुरै बकाइदा खदा लाएर निस्किनु भएको होइन भिडियो सिडियो सबै लाइभ पनि भएको हो नि एउटा कुरा यहाँ सुन्नु न तपाईँको परिवारहरूले कति चाहिँ मेरो अब उड्नु लाग्यो केही धन सम्पत्ति कमाउनको लागि भनेर विश्वास लागिरहेको थियो होला है आश लागिरहेको थियो होला र तपाईँलाई कुन देश भन्नुभयो अजरबैजान हजुर भनेर दिल्ली पुऱ्यायो दिल्ली नै पुऱ्याएको हो नि दिल्ली पुऱ्याएन नि यही एयरपोर्टदेखि फिर्ता हो यही एयरपोर्टदेखि दिल्ली पनि पुऱ्याएन एयरपोर्टबाटै फिर्ता त्यसपछि तपाईँको मामा हैन मामा सम्पर्कमा थियो मामा हैन मामाको छोरा सम्पर्कमा थियो अनि के भन्नु त त्यतिखेर तपाईलाई चाहिँ मलाई 1 हप्ताको टाइम दे यहाँबाट म एयरपोर्टबाट फिर्ता हुनु पर्यो भन्दाखेरि चाहिँ के भन्नु म अलि घण्टा त्यहाँ वेट गर म सेटिङ मिलाउँछु भने म 4-5 घण्टा वेटिङ गरे पनि तर पनि भएन अनि अति नै लागेपछि चाहिँ अब चाहिँ हुँदैन म सक्दिन भन्ने भयो अनि त्यस पछाडि त्यसलाई अब कुराकानी घरको फ्यामिलीले वहीँ हुनुहुन्थ्यो त्यतिखेर त्यो पनि त्यसले गरेर समात्नु भयो 1 हप्ताको टाइम दे यताउति भन्दै हुन्थ्यो त्यो दिन रातै बेलुका भागेर यता काठमाडौँ आएछ पक्कै पनि तपाईले एउटा कोरिया काण्ड देख्नुभएको थियो हाम्रो भिडियो कोरिया पुराउँछु भनेर उहाँलाई देखे जस्तो लाग्छ पक्कै पनि उहाँलाई पनि हजुर अजरबैजान के अरे अजरबैजान दिल्लीको रहेछ त्यहाँनिर टिकटमा तर एयरपोर्टमै झारिदियो त्यही एयरपोर्टमा होइन नेपालको एयरपोर्टमा झारिदियो पक्कै पनि उहाँलाई हामी जसरी पनि यस्तो ठगहरूलाई जसले पनि पक्रिनुमा सहयोग गर्छ पक्रिने सहयोग त्यो ठगको फोटो त हामी यहाँ राख्छौँ होइन जसले पनि अहिलेको जमानामा सामाजिक सञ्जाल त हेर्छन् हामीले फोन गरिहाल्छन् भिडियोमा देखेपछि स्क्रिनमा देखेपछि र हामी प्रहरीसँग गएर पक्रिन्छौँ नत्र त्यो ठगले भिडियो हेरिरहेको छ भने तुरन्तै अहिलेको अहिले तपाईँले सम्पर्क गर्नु पर्यो फोन गर्नु पर्यो तपाईँको जति पनि फँसेको रकमहरू फिर्ता गर्नु पर्यो होइन फिर्ता गर्यो भने उसलाई कारबाही पनि हुँदैन माफी पनि हुन्छ होइन ठिक छ म पनि यही भन्न चाहन्छु शङ्कर तामाङ होइन त उहाँको मामाको छोरा तर ठग हो उहाँ र उहाँको फोटो तपाईँले देखिराख्नु भएको छ भने उहाँसँग चाहिँ बच्नु होला तपाईलाई अझै पनि विदेश पठाउँछु अजरबैजान पठाउँछु अथवा अरू कुनै युरोप कन्ट्री पठाउँछु भनेर लोभ लालच देखाएर तपाईसँग कतै पैसा त लिइरहेको छैन एकचोटि विचार गर्नु होला यदि तपाईसँग ऊ सम्पर्कमा छ भने हामीलाई एकचोटि भेट गराइदिनु होला भन्न चाहन्छु किनभने उहाँको कुनै पनि मेन पावरहरू त्यस्तो के पनि नितान्त ठग हो एजेन्ट हो कुनै पनि मेन पावरले बकाइदासँगले आफ्नो कम्पनी रजिस्टर गरेर चाहिँ यहाँनिर अब एउटा ओभरसिज भन्ने हुन्छ त्यो चलाएको मान्छे भएको भए बेग्लै कुरा आउँथ्यो तर उहाँ भनेको एउटा ठग मात्र हो एउटा एजेन्ट बनेर त्यही भएर यस्ता ठगहरूसँग चाहिँ बस्नु होला भन्न चाहन्छु होइन र उहाँको यो के अरे मेन पावर चाहिँ आफ्नै हो त होइन नि होइन मेन पावरसँग कुनै आफ्नै भन्थ्यो पछि मैले मेन पावरमा गएर सोद्धाखेरि आफ्नै होइन रहेछ अनि पछि मेन पावरको मान्छेले के भन्यो मेन पावरको मान्छेहरु त ऊ आउने 2-4 दिन आउने फेरि 1 महिना नआउने त्यही गरिराख्नुहुन्छ भनेपछि मेन पावरसँग कुन सम्बन्ध त थाहा छैन सम्बन्ध छैन किनभने उले त यो मेरो मेन पावर भनेर एउटा ठग्नको लागि हजुर हैन तपाईहरुले एउटा विश्वास गरोस् भनेर अलि देखाउनु मात्रै एकजना इन्डियन पनि थियो काले इन्डियन थियो ऊ त्यो रहेछ मेन डकुमेन्ट बनाउने अनि यो त अब आफ्नै मान्छे भनेपछि त्यही त हो नि आफ्नो मान्छेमा हजुरलाई पनि थाहा होला आफ्नै मान्छे भने विश्वास गरिन्छ त्यही विश्वासले गर्दा आज यो हालत भएको छ बस हजुरहरु के भन्नु चाहन्छ नि उहाँलाई जसरी हुन्छ एकचोटी मेरो अगाडि ल्याइदिनु होला देख्नुहुन्छ भने भनिदिनु होला सम्पर्क गरिदिनु होला बस त्यति मात्र भन्न चाहन्छु एउटा कुरा नि तपाई अब विदेश जाने भनेर फेसबुकमा लाइभ गर्नुभयो पोस्टहरु लाउनु भयो हैन हजुर पछि त्यो डिलिट गर्नु पर्दा घर फर्किनु पर्दा सारै नराम्रो लाग्यो होला त्यो दिन जस्तो पीडा त के भएको र नजिक भएको त चट्टै काट्छु भन्ने जस्तो रुस आएको थियो नि आउन त हजुर के गर्नु यस्तै छ हाम्रो आम नेपाली दाजुभाइको पीडा नेपालमा बसौँ काम छैन विदेश जाउँ भने यसरी ठगमा परिन्छ ठगले ठग दिन्छ अन्तिममा न विदेश जान सकियो न नेपालमै गरी खान सकियो ऋणको भारी तिर्ने कहाँबाट अब उहाँमा त्यही छ त्यो ऋणहरू लिनु भयो होला ब्याजहरू बाँकी रहेको हजुर कहाँबाट तिर्नु महिना कसरी ब्याज सयकडा कसरी सयकडा आफ्नै मान्छे हो ब्याजमा चल्छ अब यताउति तलतिर मासतिर भन्छ र हजुर जस एक हप्ता कसरी एक हप्तामा उडाउँछु एक हप्तामा भिसा गरिदिन्छु 15 दिन भित्रमा सबै थोक गरेर पठाइदिन्छु भनेको 3 महिना 4 महिना बिताउनु भयो आफ्नै मान्छे किन भन्दै सम्झाउँदै बुझाउँदै यसरी गएको एउटा भिसा सकेर अर्को भिसा लगाओ
अब त्यो पनि भिसा फेक थियो कि के थाहा हजुर हजुर होइन अझै पनि पुलिस रिपोर्ट पनि बनाउनु लाग्यो हजुर राम 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 दुईचोटि बनायो। ठग्नको लागि कति उपाय गरेको है हजुर अन्तिममा कुरा त यही बुझ्नु उसले ठग्नु मात्रै हो हजुर ठग्नु मात्रै हस् हामी यो भिडियो राखिदिन्छौँ र भिडियोको स्क्रिनमा राम्रोसँग हेर्नु होला यो शङ्कर तामाङ भन्नेको चाहिँ फोटो हो आँखा ठुलो पारेर हेर्नुहोस् तपाईँले देख्नुभयो भने हामीलाई तुरुन्त सुटुक्कसँगले एकजना ठग थियो त्यही हिसाबले यो मान्छेलाई पनि समाउन पाइयो भने सायद अरू आम नेपाली दाजुभाइहरू चाहिँ ठग्नुबाट बच्ने छ म यो चाहिँ तपाईँहरूमाझ अनुरोध गर्छु र तपाईँले जहाँसुकै देखे पनि हामीलाई एकचोटि सुटुक्क सम्पर्क गरिदिनु होला गोप्य सूचना दिनु होला भन्न चाहन्छु हस् धन्यवाद